डोमिनोस 250 इज एन हाउस। आवाज चाहिँ पटका हो पटका। हेलो गाइज, नमस्ते। बाइक पनि देखाउ न यार, यस्तो दामी बाइक छ यार। हेलो गाइज, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी बसन्ते, तपाईँहरूको प्यारो साथी। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ हामीहरू ठ्याक्कै भन्दाखेरि नि होइन साथी, यो कुन ठाउँ हो, यो चपेटी होइन, चपेटी भन्ने ठाउँमा चाहिँ हामीहरू आएको छौँ भिडियो बनाउन। तपाईँहरूलाई यो ठाउँ दामी तरिकाले घुमाउन आएको छौँ। बोला नौ तिमी पनि यार, कस्तो यार। यो चाहिँ भरे त्यो बिहाइन्ड द सिनमा हाल्नु यार। यता मेरो साथी मान्छे बोल्छ होइन, ए होइन ढुङ्गा बोल्छ, तर मेरो साथी बोलेन। किन हो? नगर न यार, भ्लगमा ननिकाल के हो, गर्लफ्रेन्डहरू बिच्किँदैन भनेर त होइन नि? ए त्यस्तो होइन, अन्त ठिकै छ गाइज होइन। यो ठाउँ आइपुग्यो, धेरै पछाडि भन्दाखेरि पनि भयो अलिअलि। अब यो ठाउँ हामीहरू एक्सप्लोर गर्दैछौँ होइन। जान्छौँ हामीहरू चपेटीको त्यो झोलेको पुल हुँदै उतापट्टि एउटा पौडी खेल्ने ठाउँ छ अरे होइन। मैले पनि भिडियोमा मात्रै देखेको, त्यो एक्सप्लोर गराउने छु तपाईँहरूलाई। किप अन वाचिङ एन्ड इन्जोय द भ्लग। थाकेकै हो, हिँडौँ न। भर्खर त भ्लगिङ स्टार्ट हुँदैछ यार, जोस चिन बाँकी छ। म त हिँडिसकेँ त। डोमिनोस 250 यो चाहिँ मेरो बाइक होइन खाइ छ। मेरो बाइक भनेको चाहिँ तपाईँहरूलाई थाहा छँदै सक्यो अरे, यो चाहिँ मेरो साथीको नयाँ बाइक। राइड हानौँ न। है आवाज त मरद छ त गाइज। लेट्स गो। अगाडि हिँड न साथी। राइट अवस्था। हेलो वेलकम गाइज, वेलकम ब्याक अगेन। डोमिनोस 250 इज एन हाउस। आवाज चाहिँ पटका हो पटका। पानी पर्ला जस्तो भयो, तर पानी परिहाल्दैछ नि। यत्तिको पानी त पचाइन्छ गाइज। धन बिनाको धन ठुलो भन्ने गीतको छायाङ्कन भिडियो अशोक दर्जी भाइरल भएको ठाउँ यही हो। मेरो भिडियोमा चाहिँ होइन, अब म दमकै भए पनि यो चपेटी आवाज बाबा, यो चपेटी चाहिँ मैले भ्यू गरेकै थिइनँ क्या। अनि त्यही भएर नि आज यसो छुट्टीको दिन अवसर पारेर चपेटी चाहिँ हल्का एक्सप्लोर हान्दिउँ भन्ने सोच। दुई 250 बबाल रहेछ आवाज चाहिँ यार। बादल त अघिसम्म निलो न निलो थियो, एक्कासी पुरै कालो न कालो भयो त यार। केही छैन, वी आर अन द वे। हामी जाँदैछौँ। आजको भ्लग चाहिँ यस्तो एक्सप्लोर गर्ने सोच छ नि मलाई होइन। चपेटी तपाईँहरू होइन, ओहो भिडियोमा हेर्दाखेरि यस्तो छ चपेटी भन्ने तरिकाले एक्सप्लोर गरौँ भनेको। अब लेट्स सी। हावा मस्त चलिरहेको छ। यो समय त एकदम भाइरलै भएको हो फोटो खिच्ने र भिडियो बनाउने। अनि यहाँ जब भिडियो बनाउनतिर मान्छेहरू होइन एकदम आउन थाले, अनि त्यस पछाडि 0 पोइन्ट, जुन यो अगाडिको यो घुम्तीहरू देखिराख्नु भएको छ नि, त्यो 0 पोइन्ट हो। अनि त्यहाँ मान्छेहरूले कटेजहरू खोल्न थाले, नत्र त्योभन्दा अगाडि थिएन। यहाँ मान्छेहरूको जति भिड बढ्न थाल्यो, अनि यहाँ यस्तो भइदिन्छ। जाँड चाहिँ दामी पाउँछ है गाइज यो 0 पोइन्टमा। होइ बाटो। दिस इज 0 पोइन्ट है गाइज। 0 पोइन्टको जाँड खाने ठाउँ भने चाहिँ यही है।
गेटको त खोइ त ब्यानर स्यानर त सबै सलाम आलेकुम भइसकेछ त यार। हामीहरू चाहिँ होइन सानैदेखि यो ठाउँ आउँथ्यौँ है गाइज, चपेटी। बेस्ट प्लेस हो नि फेरि कुनै समयको त यो। ओहो यो भनेको चाहिँ चपेटीको रिसोर्ट। सरकार हामी कहाँ जाँदैछौँ हौ? जाउँ न त नि। बसन्त सर नि होइन पहिला चाहिँ यस्तो एक्टिभ थियो होइन, जति फुलिँदै गयो त्यति लेजी हुन थालेको छ क्या यो मान्छे। त यार पानी दामी रहेछ यार। मुस्कानको साथमा यता हेर्दै त आमा यो चाहिँ होइन अब जहाँ रक्सी चाहिँ चट्टसँग छोडिदिएको है। अब हामी जहाँ रक्सी खाँदैनौँ अब हामीहरू सुध्रिन्छौँ। रक्सीको सट्टा नि होइन गाइज कोका कोला मगायो के। अब हामीहरू कोक खाने, फ्रुटी खाने, जुस खाने, हेल्दी हुने, जहाँ रक्सी छोड्ने। बसन्तको कसम आजदेखि म खान्न है। खाएँ भने बसन्तलाई चाहिँ केही नहोस्, किनभने ऊ अलरेडी प्रेसरको रोगी भइसकेको छ होइन। केही भन्न ल दोस्त, के खाइदिउँ कसम? खाइदिउँ होइन, भोलि केही भइहाल्यो भने यार कसम त खाएको होइन। मैले बसन्त मात्रै भनेको छु, बसन्त भनेको छैन होइन। तर म यार प्रेसरको रोगीको कसम नखाम होला यार, भोलि फ्याट त केही भइदिइहाल्यो भने मेरो नाम आउँछ। मन खुसी गर्थ्यो नि। मन खुसी गाइज आज चाहिँ हाम्रो होइन सेक्वा मात्रै छ है। कस्तो रहेछ त टेस्ट? ठिकै हो। चाहिँ नि होइन भिडियो सुट लिनको लागि यहाँ छु। मेरो साथी चाहिँ ऊ पर माथि बसिरहेको छ होइन। म चाहिँ भिडियोको लागि आएको। यहाँदेखि हेर्नु है गाइज भ्यू। चपेटीमा आएर नि होइन यो खोला नालाको भ्यू त मैले तपाईँहरूलाई देखाउनै पर्ने हुन्छ। इन्जोय दिस भ्यू गाइज। चपेटीमा आइयो होइन, यसो खाजासाजा खाइयो, रक्सी चाहिँ छोड्यौँ है गाइज हामीले। मतलब छोडी मतलब अब चाहिँ एकदम कम गर्ने, किनभने हाम्रो जहाँ गए पनि दारू, जहाँ गए पनि दारू हुन्थ्यो। त्यो तरिकाले यसो विचार गर्दाखेरि यत्रो भइसक्यो, त्यो तरिकाले यसो नहुने रहेछ भनेर दारू चाहिँ छोडियो। यस्तो छ है गाइज हिँड्ने बाटो।
चपेटी आयो, एक्सप्लोर गराइयो होइन। अब जाँदाखेरि पनि तपाईँहरूलाई एक्सप्लोर गराउन बाँकी नै छ। किप अन वाचिङ गाइड। हैट लेट्स गो। अब चाहिँ तराई झरीमै गाई छ। अब यहाँदेखि उकालो ओह्रालो सक्यो है। बेडाईको नजिक पनि आइपुग्यो हामीहरू। धुलो चाहिँ अति उडेको यार। त्यही पनि यो बाटोमा त जिन्दगीमा पानी हाल्छ जस्तो मलाई लागेको छैन है। यदि यो बाटोमा पानी पस्याएको छ भने आकाशको पानी पस्याएको छ, त्यहाँदेखि उता भनेर ल गाइज हामीहरू चाहिँ होइन चपेटी घुमेर पनि आइपुग्यौँ। मेरो भ्लग के कस्तो लाग्यो होइन, डु लाइक कमेन्ट एन्ड सेयर भन्दै टिल नेक्स्ट भिडियो गाइज, बाई बाई।